अमर स्रष्टा चर्चित गायक तथा सङ्गीतकार विक्रम राईको निधन नभएर हत्या हुन सक्ने आशंका देखिएको छ। चर्चित गायक तथा सङ्गीतकार अमर स्रष्टा विक्रम राईको यही मिति 2081 फागुन 17 गते निधन भएको हो। गायक विक्रम राईको निधन हुनुको मुख्य कारण भनेकै हृदयघात भने तापनि आफन्त परिवारले अन्य प्रमाणहरूको लागि खोजी कार्यमा लागि पर्नुभएको थियो। अन्ततः आफन्त परिवारबाट अन्य थुप्रै प्रमाणहरू फेला परेका छन्। हुन त यी प्रमाणहरू शङ्कास्पदको लागि मात्र सार्वजनिक गरिएका छन्, तर पनि विक्रम राईको मृत्यु हुनुभन्दा अगाडि विक्रम राईको मृत्यु भएकै एरिया वरिपरि अन्य दोस्रो व्यक्तिहरूको चहल पहल र गतिविधि अनुसार कतै विक्रम राईको मृत्यु नभएर हत्या पो भएको हो कि भन्ने आशंका भने पक्कै पनि देखिएको छ। अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईको मृत्यु हुनुभन्दा अगाडि देखिएका भेटिएका केही शङ्कास्पद प्रमाणहरू विक्रम राईकै आफ्नै दाइ गणेश नाछिरिङले आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ। अमर स्रष्टा गायक तथा सङ्गीतकार विक्रम राईको मृत्यु प्रकरणबारे आफ्नै दाइ गणेश नाछिरिङद्वारा शङ्कास्पद प्रमाणहरू यसरी उल्लेख गरिएको छ। मेरो भाइ विक्रम राईको मिति 2081 फागुन 17 गते निधन भएको घटना सबैलाई थाहा छ। हामी शोकमा छौँ, तर भाइको मृत्युको कारण नखुल्दा निकै छटपटी छ। हामी मात्रै विश्वास गर्न योग्य कारण खोजिरहेको छौँ। तत्कालीन अवस्थामा हाम्रो परिवारमाथि परेको शोकले गर्दा मृत्युलाई नकारात्मक दृष्टिले हेरेका थिएनौँ। जब भाइको अन्त्येष्टिपछि घटनालाई निहाल्दै जाँदा प्राप्त सामग्रीको आधारमा हामीमाझ भाइको निधन नभई हत्या भएको हुन सक्ने शङ्का बाक्लिँदै गएको छ। विक्रमले बोक्दै आएको 2 थान मोबाइल लगायतका कुनै पनि सामग्री हाम्रो परिवारलाई प्राप्त नहुनुले पनि घटना शङ्कास्पद बन्दै गएको छ। यसबाहेक पनि घटनास्थल बाहिरको CCTV फुटेजले हामीलाई अझ शङ्कालु बन्न बाध्य बनाएको छ। घटनाको सत्य तथ्य छानबिनका लागि प्रहरीलाई गुहार्दै आएका छौँ, तर प्रहरीले फोरेन्सिक रिपोर्ट नआएपछि उजुरी लिने भन्दै पन्छिएको छ। पोस्टमार्टम रिपोर्टले मृत्युको कारण न त हृदयघात बतायो न अल्कोहल सेवन नै। फोरेन्सिक रिपोर्ट नआएसम्म उजुरी नलिने र अनुसन्धान नहुने अवस्थाले कारणहरू नष्ट हुने सम्भावना प्रशस्त देखिन्छ। त्यसकारण पनि भाइ विक्रमको न्यायको लागि र परिवारजनको शङ्का मेटाउन पनि घटनाको यथाशीघ्र अनुसन्धान हुनु आवश्यक देखिन्छ। त्यसको लागि नेपाल प्रहरीले घटनाको उजुरी लिएर शोकमा रहेका हाम्रो परिवारलाई राहत दिलाउन भन्ने आशा बाँकी नै छ। हामी चाहन्छौँ हामीले जसलाई शङ्काको घेरामा राखेका छौँ ऊ निर्दोष ठहरिउन्, तर घटनाको अनुसन्धान अपरिहार्य छ। यही पछिल्लो घटनाक्रमलाई सम्पूर्ण आफन्तजन, शुभचिन्तक र विक्रमका साथीभाइहरूमाझ जानकारी गराउन चाहन्छु। र CCTV फुटेजको आधारमा विक्रम राईको मृत्यु घटनाको प्रकृति हेर्दा शङ्कास्पद। CCTV फुटेजको आधारमा यस्ता छन् कारणहरू। 2081 साल फागुन 17 गते बिहान पखको घटना। स्थान हरसुङमा अर्गानिक खाजाघर, अनामनगर। 2:27 विक्रम सँगको झगडाको अडियो भिडियो अर्जुनाले विक्रमको दिदी अमितालाई पठाएको। घटनास्थल वा खाजाघरको घुम्ती वा सटर अघिल्लोतिर राति 3 बजेको समयदेखि 2 जना युवाहरू एक आपसमा कुरा गरिरहेको दृश्य देखिनु। यो अवधिमा माथि उल्लेखित युवा खाजाघर भएको गेट नजिक आएर गफिनु र 3:31 जाँदा अर्जुना भित्रबाट गेटसम्म आएर गेट खोली केही भनेको जस्तो देखिनु। साथै त्यसको 1 मिनेटको फेरिमा 2 युवा विपरीत दिशामा खुसी मुद्रामा बाडिएको दृश्य। 3:33 अर्जुना गेट बाहिर निस्किन्छन्। कपाल सुमसुमाउँदै दायाँ बायाँ हेरेर केही सेकेन्ड होल्ड हुन्छन्। त्यसपछि भित्र पस्दा नपस्दै बाहिरिएर खोलापट्टि गएको दृश्य। 3:35 जाँदा स्कुटी लिएर गेटमा रोकेको एक खाजाघरभित्र पसेको दृश्य। 3:40 जाँदा खाजाघरको भित्रपट्टिको ढोका खोलेर गेटको ढोका ओहोरदोहोर गरेको दृश्य। यो क्रम 3:45 जाँदासम्म चल्छ। यो अवधिमा सोही घरको अर्को कोठामा बस्ने एक युवा गेटबाट फोन गर्दै निस्किनु र केही सेकेन्डमै भित्र छिर्नु।
एवं रीतिले दोस्रो र तेस्रो पटक फोनमा बोल्दै बाहिर निस्केको दृश्य, सोही युवा पटक पटक भित्र बाहिर गर्दै फोनमा बोलेको दृश्य, यस्तै दृश्य 3:53 देखिनु। त्यसपछि गेटबाट अतालिँदै अर्जुना बाहिर निस्किनु र अस्वाभाविक हाउभाउको दृश्य देखिनु। 3:54 जाँदा पनि पुनः अर्जुना बाहिर निस्केर अतालिएको दृश्य देखिनु। 3:56 ट्राफिकको गाडी आएको, सोही गाडीमा विक्रमलाई हालेर अस्पताल लगिएको दृश्य र विक्रम राईलाई 4:53 मोडल हस्पिटलले मृत घोषणा भएको आधा घण्टा बढी समय लगाएर विक्रमको दिदी अमितालाई विक्रम त बोल्दैन भनेर भोइस मेसेज पठाउनु। स्मरण रहोस्, 2:15 साथी सहिल लिम्बूलाई विक्रमको फेसबुक एकाउन्टबाट मेसेन्जरमा कल गएको तर रिसिभ नभएको। सोहिलका अनुसार आफू सुतिसकेको र कल आएको बिहान मात्रै थाहा पाएको। विक्रमसँगै रहेका विजय मगर, सुमन चामलिङ र सहिल लिम्बू सोही राति करिब 12:30 सामान्य अवस्थामै छुटेको। माथि उल्लेखित सबै शङ्कास्पद प्रमाणहरू अमर स्रष्टा गायक तथा सङ्गीतकार स्वर्गीय विक्रम राईकै आफन्त परिवारहरूबाट सार्वजनिक भएका हुन्। यी शङ्कास्पद प्रमाणहरूमा के कति सत्यता होलान् त? यी सबै कुराहरू सत्य तथ्य छानबिनपछि नै थाहा हुनेछ। र यदि यी शङ्कास्पद प्रमाणहरूमा प्रमाण सत्य साबित भएमा अपराधी हत्यारालाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। फेरि पनि मृतक विक्रम राई प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। उहाँको स्वर्गमा बास होस्।